यो हाम्रो चाहिँ यो अर्ग्यानिक टाइपले नि चढ्छ। यसरी झुन्डेर राख्छ नेटमा के यसरी डोरी लगाएर आफै चुन्छ। जति भुइँमा चुन्छ बोलमा यो चाहिँ अर्ग्यानिक। हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ सेवानी। आज चाहिँ के छ भने चाहिँ आज चाहिँ मौरी काट्दैछ कि मौरी लोकल अर्ग्यानिक हनी कसरी काट्दैछ म तपाईँलाई देखाउँछु ल। सानो भिडियो यहाँ पुरा काट्दैछ कि तपाईँलाई देखाउँछु ल। बडा र पापाले जस्तै यस्तो त्यो चाका सबै निकालेको थिएन बच्चा भएको। कति छिटो लगाउँदो रहेछ है। परको चाहिँ खोस्टा मात्रै रहेछ। छैन भने नतल भाइ ढिलो भएको कटाइ खै म त्यो पोरपारा त निकालेको थिएँ होइन। त्यो बेकार त्यो चाका थुपारेर के गर्नु। जति बेसी चाखा लगायो तिनीहरूले त्यतिकै रस लाउँछ होइन यिनीहरूले। के भन्नु त्यो चाकामा त केही छैन भने छोडिदियो। लु हुँदैन बुढो, छोडिदियो। अर्को पन्ध्रमा गएको अब यो म लाउने बेलामा के हुने यस्तो निकालेर छोडिदियो बन्द गरेर यसलाई। यसमा चाहिँ अलिअलि रहेछ कि त्यो बच्चा मात्रै रहेछ। ढिलो भएछ काट्नु। ढिलो त भएको होला। म खाने मान्छे चाहिँ यहाँ छ। यो हाम्रो चाहिँ यो अर्ग्यानिक टाइपले नि चढ्छ। यसरी झुन्डेर राख्छ नेटमा के यसरी डोरी लगाएर आफै चुन्छ। जति भुइँमा चुन्छ बोलमा यो चाहिँ अर्ग्यानिक। बेसी चाहिँ निस्किँदैन रहेछ। यसमा चाहिँ बच्चाहरू रहेछ नि त। कहाँ फ्याँकिदिनु भयो यो? गाईले खान्छ होइन। यसरी चुन्दैछ। एक बोतल चाहिँ निस्किन्छ होला, एक बोतल। त्यहाँ गएर के बिहानदेखि गरेको न यति निस्किँदै रहेछ। आफै तोरिँदै निस्किन्छ। यो चाहिँ खिड्कीहरू ड्याम दैलोहरू सबै बन्द गरेर चाहिँ गर्छ नि त। माउरी आउँछ भनेर। के भनेर? माउरी आउँछ नि त। आफै चुन्छ। यो तोरी सर्सोका तेल छ नि तेर्सामा है। के को? सर्सोका। के हो सर्सो? यो तोरीको तेल। त्यस्तै देख्दो रहेछ। यसलाई पनि झुन्डाउँछ अहिले। यो त खै हुँदैन होला हौ। बच्चा पहिला त खान्थ्यो बच्चा, अहिले त खाँदैन होला। खान्छ? म चाहिँ सक्दिनँ। चाहिँ छ लास्टमा म छैन। अहिले यहाँ अब जुठ हुन होला है। बच्चा पो खानु पऱ्यो अहिले म उसिनेर। अहिले भात खाएर खानुपर्छ। बचाइदिएको पनि अहिले माम खाँदा उयो हुन्छ फेरि अहिले। ए अँ
हाम्रो चाहिँ असली तरिका कति चाहिँ हातले पनि गर्छ कि हातले गर्दा चाहिँ अब मजाले सबै झर्नु चाहिँ मजाले झर्छ र कति चाहिँ अब हातले गरेको भन्दाखेरि चाहिँ अलिकति दिक्मिक हुन्छ नि त दिक्मिक मान्छ तर ग्लोभ्स लगाएर त राम्रो हुन्छ त्यो सेतो ग्लोभ्सहरू लगाएर है प्रायःले त हातले नै गर्छ त्यसरी चाहिँ मजाले झर्छ रहेछ रुस दिएकै हो ए यसो खायो भने चाहिँ ढाँडहरू दुख्दैन अरे बिहानै खाए त मात्छ भन्थेन पहिला अहिले सीता बोजूले पनि पुरा खान्थ्यो यस्तो त्यो जुन चाहिँ मैले मौरीको थियो अस्तिको त्यो चाखाको त्यो चाहिँ यति निस्केछ यति अलिअलि निस्केको थियो अरे कि त्यो चाहिँ अब काट्नेलाई पनि दिनुपर्छ नि त बडालाई बिचरा अन्त यहाँ चाहिँ यति चाहिँ उफ्रेको छ यति हामी हो यो चाहिँ अब बेच्दैन किनभने यो चाहिँ कम्ती छ कोहीलाई के बिमार हुन्छ कसैलाई अलिकति दिँदा ओर्दा घरमा पनि अस्ति आमाले चाहिँ पर कहाँबाट मागेर लिएर दबाई खाएको नि त त्यही भएर चाहिँ यति चाहिँ अब राख्ने हेऱ्यो हो यति आएछ अलिक ढिलो भएछ नि त कुरा चाहिँ त्यति नै हो ओके हेरिदिनु भयो अनि तपाईँको सपोर्टको लागि थ्याङ्क यू सो मच फेरि पनि तपाईँलाई म अर्को भ्लगमा भेट्नेछु ओके सी यु नेक्स्ट भ्लग फेरि काट्यो भने चाहिँ तपाईँहरूलाई ल अब असारमा पनि फेरि काट्छ अरे नि दिनु पऱ्यो नि फेरि भनेर चाहिँ दिन्छ है तपाईँहरूलाई पनि ओके बाई बाई